आज एकजना हुनुहुन्छ, यो उहाँको घर हो। घरमा उहाँ एक्लै हुनुहुन्छ। घर मात्रै न, यो घरको म यतापट्टि एकखेप दृश्य पनि देखाउन अनुरोध गर्न चाहन्छु। यो दृश्य कता पहाड जस्तो भएर आएको त्यो जुवार हो। के भन्नुहुन्छ त्यो दिन सम्झिँदा कस्तो लाग्छ अझै अहिले? अब नराम्रो लाग्छ, अब गरेर के गर्नु, अब रुनु मन जान्छ। अब यहाँ खेती लगाएको थिएँ, खत्तम, प्लाट मार्दै केही छैन। तपाईँ र तपाईँको छोरी दुईजना हुनुहुन्छ घरमा? हजुर। अब अहिले जीविकाको लागि सामग्रीहरू पाउँदै हुनुहुन्छ? पाउँदैछु। यहाँ आएर दिँदैछन् मान्छेहरू कि जानु घरमै आएर दिँदैछन्? तपाईँ जानुभएको छैन बाहिर कतै पनि लिनको लागि? सबै यहाँ दिनु ठिकै छ। दर्शकवृन्द, जुन प्रकारको उलाउ आएर गएको छ, जुन प्रकारले विध्वंस, यस्तो कहिल्यै भएको थिएन। तपाईँको त बहुत वर्षबाट तपाईँ यहाँ हुनुहुन्छ। कति वर्ष भयो तपाईँ? कमसे कम 25-26 वर्ष पार हो यहाँ हुनुभएको। अब बुढो भइसक्यो। कसरी जोगिनु भयो तपाईँ त्यो दिन? 55। यहाँ पानी आएको दिन कसरी यहाँबाट जोगाउनु भयो? जब यति भइहाल्यो नि, त्यहाँबाट यहाँबाट सिधै गएर ठुलो माथि उठेर आलीमा गयो। हजुर, त्यो ठुलो रोडमा गयो, त्यहाँ त्यतै बस्यो। अहिले पनि सङ्घ संस्थाहरूले सामग्री वितरणको कुराहरू होस्, नभए व्यवस्थाको सरकारी व्यवस्थाको कुरा होस्, निकै कामहरू यहाँ चर्चाहरू भइरहेका छन्। तर पनि कता कता मान्छे नेपाली खुटीमा बस्न सक्ने अवस्था अहिले पनि भएको छैन। सेनिटाइजेसनको व्यवस्था छैन, दुर्गन्ध भइरहेको छ। यहाँ भोलिको दिनमा यो अब 2 दिन 3 दिनपछि जब यो सुक्छ, त्यसपछि हुने सम्भावित महामारीहरूले पनि कता कता यहाँ बस्ने मान्छेहरूलाई अझै क्षति पुर्याउन सक्छन्। र सरकारसँग पनि आह्वान छ, सम्बन्धित जति पनि सङ्गठनहरू छन् जो सरकारसँग संलग्न छन्, उहाँहरूलाई पनि आह्वान छ, सकिन्छ भने यो नेपाली खुटीलाई फेरि उभ्याउनको लागि यहाँ निकै प्रकारको काम अझै इनिसियली जरुरत छ। जुन सबैभन्दा बेसिक मेडिकल्ली सेनिटाइज गर्ने, यहाँका जुन यो दुर्गन्ध भइरहेको छ, जुन बस्न नसक्ने अवस्था छ, त्यसलाई सुधार गरेर मान्छे आउन सक्ने नेपाली खुटी भयो भने गोर्खा जमात यहाँ भेला भयो भने आफै उभिन सक्छ भन्ने विश्वास प्रत्येकजनाले राखेका